दर्शकबिन सम्पूर्णलाई नमस्ते। हामी यति बेला श्री राम नदी धाम प्रवेशद्वार गरेका छौँ। यति बेला हामी रामदीमा आइपुगेका छौँ। रामदीको हामी भर्खरै श्री कृष्ण देव सभा मन्दिर हलमा हामी आइपुगेका छौँ। यहाँ जल लिन भनेर मात्रै म यसो पसेको थिएँ। आउँदा आउँदा जल लिएर जानु पर्यो भनेर। पानीको धारा नि रहेछ, यसमा चाहिँ जल लिएर जान्छु। ओम नमः शिवाय। केही उस पनि नलिएर आएको के सुन्तला पनि नदी गहिरो छ, धेरै टाढासम्म नजानु होला। The river is deep, do not go to the far. काली गण्डकी स्नान घाट प्रवेशद्वार हामी आइपुग्यौँ। हेर्न सक्नुहुन्छ मालुङ्गा बोट जस्तै चौकी अरे। यहीँबाट होइन अस्लिन जाने पौडी खेल्न सक्त मनाइ छ। पौडी खेल्न पाइन्न अरे न। कहाँ त नि उस जल लिन जाने, कताबाट जाने? यहाँबाट आउनु कि यसो स्नान गर्नु हो त नि, चोखो त भइन्छ। हामी काली गण्डकी नदीमा यहाँ रामदीमा आइपुगेका छौँ। तल के गर्दै होला, मान्छे थुप्रै छ के अरे, हेर्दै त के गर्दै हुनुहुन्छ।